What's up guys, this is me AJK. So आज चाहिँ हामी के गर्न जाँदैछौँ भने म घर आएको चाहिँ एक हप्ता बेसी भइसक्यो र आज चाहिँ हामी पाइप बनाउन जान लागेका छौँ जहाँ चाहिँ यो यता वनमासतिर तपाईहरुले देख्न सक्नुहुन्छ यो वन हामी बस्ने चाहिँ यता तलतिर हो है हामी बस्ने यता तलतिर अनि ठ्याक्कै यो चाहिँ हामी यो बाटबाट आइसके यता बनाउँछ यो चाहिँ हामीले घाँस दाउरा गर्ने वन अनि यहाँबाट चाहिँ हामीले पाइप माथि एकदम माथिबाट चाहिँ पाइप ल्याएको छौं त्यहाँबाट चाहिँ पानी आउँछ अनि त्यो पानी चाहिँ पानीको पाइप चाहिँ बिग्रेछ अरे बाबा र म चाहिँ आज बनाउन जाने देख्न सक्नुहुन्छ है आज एकदम धेरै दिनपछि चाहिँ मलाई भ्लग बनाउन मन लाग्यो र मैले भिडियो बनाइरहेको छु तपाईहरुलाई पनि कमेन्टमा केही सोध्नु छ भने सोध्न सक्नुहुनेछ And by the way, तपाईहरुको तिहार कस्तो भयो मेरो चाहिँ एकदम बबालै रमाइलो भयो है म चाहिँ देउसी भैलो खेल्न मन लाग्दैन रमाइलो भनेको त्यही तास खेल्यो दाइहरुसँग हिड्यो त्यही नै हो बाबा चाहिँ यताबाट आउँदै हुनुहुन्छ चाहिँ झारलाई त्यहाँ अलि माथि गएर बस्छु भनेर हिँडे अनि आज चाहिँ मैले बिहान लानो सारेको है अनि जोत्न छ बारी अनि बासघारीको जस्तो शीतल हावा कतै पनि आउँदैन थाहा होला तपाईहरुलाई बस्नुहुन्छ भने त्यहाँ म आज भोलि धेरै मोटा छु र पहिला भिडियोहरुमा भन्दा गर्ने के सिक्दा बाबा उहाँबाट आउँदै हुनुहुन्छ म चाहिँ हिँडेको हाम्रो वनको मजा लिनुस् तपाईहरु है खोला राउसे खोला भन्छ यसलाई चाहिँ राउसे खोला पोखराको राउसे खोला हुरुरु आले यो तिम्रो केस हजुर मैले त भनेकै हो त्यही भएर को रहेछ यता मास्तिर त को छ के मान्छे भनेको हामीले चाहिँ आसी ल्याउन बिर्स्यौं अरे होला र हजुर डुल्दै हिँडेको त चेवेरको फुटका काम थियो अरे हामी त माथि फुट्केछ कि हराइदियो केरा आएको हो मैले पर्नेछ भन्छ नि
अभी पानी आएको थियो यहाँ त म त कहाँबाट पानी आएछ भनेको म त कहाँबाट पानी कराएछ भनेको सुक्खा फेरि जता जतै दाउरा हुने थियो दाउरै बाटा बाटामा बन रिते है बन त रिते है उता त पानी त कतै रहेन रहेछ है पानी के यहाँ अलिकति छ top of the mountain. हेर्न सक्नुहुन्छ कस्तो भिड छ थकै लाग्दो थकै पानी कराएको सुन्न सक्नुहुन्छ तपाईहरुले हामी हाम्रो गन्तव्य नजिकै छौं खोल जान्छ होला नि है डुक 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 गरे भए त मुटुकै डुक 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 गरे भनेको के 9 मिनेट भएछ हामी हिँडेको माछा बस्ने अरे क्या यहाँ त ल अब हामी अबको 10 मिनेटमा मास्तिर पुग्छौं एकदम शीतलो चराहरुले भाग केटा हो भनेर धेरै माथि थियो नि हो त
साथीहरू बिस्तारै बिस्तारै पानी ठुल्ठुलो हुँदै गएको छ पानी के खै त्यहाँ हाम्रै पाइप कराएको त त्यो फुटेर कराएको त्यो पाइप यहाँ माछा पनि छ अरे भयो भने तपाईँहरूलाई देखाइदिउँ ल त्यहीँ रहेछ त हो त्यो फुटेको पाइप चाहिँ हामी बनाउन आएको अनि यो झरना हो के अरे खासमा है के त ढुङ्गा पनि दब्बे चिसो चिसो छ के अरे माछा चाहिँ देखेकै हो यस्ता कहाँको दब्बेर गटा चाहिँ होला नि भयो गटा फुल बनाएको यस्तो खोल्छ छैन बिचराहरू मरे कठै जिन्दगीहरूको अब त यति चढिन सकिन्छ होला त है ओए सकिन्न चिप्लो फैल त पढाएर एकखेप चढेको साथीहरू काम गर्न आएको पाइप बनाउनु पर्यो अब कामतिर लागौँ पहिला अनि त्यसपछि चाहिँ माछा हेरौँला माछा यत्रो ठुलो आँखा त यार क्या नि हो दुईवटा पाइप यत्रो धारो मनसम्म त जानु पर्ने होला के अरे नि घामसा गर्नु चिप्लुनु होला पानी आएको आइछ नि त्यो हुने नै भयो नि लो साथीहरू है हजुर ल अब फोनलाई एकमा गिराइदियो तर यहाँ पहिले उयो ल्याएको काम तानियो नि तानिन्छ कि हजुर त्यो अरू यो ल्याएको खासमा यो त खोलिदिएको छ कति माथि अस्ति कति माथिदिएको त्यसले गरेर मेरो त्यसको चिप्लोले जानिन्छ काँटी छ ए हो त्यसो भएर तानिन्छ काम त सक्छ कति कस्तो त्यो काम भाइ ए ल भयो अहिले एकचोटि सकिन्छ लगाउनु मिल्छ मजा आयो हाम्रो त सर्दीहरू मिल्दैन फेरि त्यसरी सर्दिन्छ कि म खाउनु पर्छ अब त्यो बटाको सक्छ
यो बटर मिसाउनु माथि गरेर हातले अझै माथि कहाँ भेट्छ कहाँ भेट्छ भेट्दैन भेट्छ दुईवटा माथि हाल्नुपर्छ हो तर उयो बटर मिल्छ बटर सक्छ ट्याक्कै त हुन्न कि कहीँ आइज नि पाएँ हो त्यसै घुमाउने हो त्यहाँबाट घुमायो नि त्यहाँबाट खास घुमाउने त्यहाँबाट जाँदा यो सर्किन्छ पनि यहाँ छोड्दै त्यसलाई छोड्दै पानी छोड्दै भयो अन्त झन् टाढा भयो त झन् टाढा होइन यो तान हानेको ए तान हानेको म त काम त सक्छ हुन्छ म गर्छु त्यो सानोलाई होइन बटारी सानोलाई सर बटारी नत्र यहाँ परेन र बटारी चाहिँ यहाँ बाँधिनु भएको हुन्छ बाँधिनु खुट्टीहरू छ यो जस्तो बाँधिनु यो त यसमा लगायो त भयो त त्यो त खुसी पो रहेछ त अनि खुसी हुन्छ यो यहाँ भन्नु हेऱ्यो अनि यहाँ लगाएर लगान्छ अनि यता लगाउनु सक्नु पऱ्यो नि त त्यसमा बिचको कुरो त कहाँ एउटा हुने यो ठुलो भयो भने धेरै सजिलो होला नि त्यसलाई छोड्दैन नि हो तर मिलाइ रेन्च चाहिँ कस्नुपर्छ नि त्यहाँ फुत्रिएको हुन्छ बाटो बनाइन्छ नि त राम्रो बाटो बनाइन्छ सिधा बनाएर हाल्यो सिधा भयो नि बिग्रिन्छ सिधा बनाइसक्यो अन्त रेन्चले मात्रै भयो अन्त यता हो कि यता रहेछ कि अब त्यसरी त्यसो खोल्नु होला झन्भित्र गएको त यता भित्रै जानु त नि होइन तपाईँले यता भन्नु पाइप पनि काट्दै रहेछ त ल समाज रेडी बाँध्नु पऱ्यो त्यो ठुलोलाई एकदम ठुलो त के अरे रेन्चीले गरे रेन्ची त्यहाँबाट रेन्चीले हानेको रोपिन्छ एकचोटि तानम त यो पक्का भाइ ल ल आउनुहुन्छ होला भयो छोडेँ त मैले ल छोड्यो ल माथि गर्छ मैले यतापट्टि बस्ने मिल्ने होइन यता हुन्छ सहिले वर्षा चाहिँ होइन यही हो कालो वर्षा छ नि त
फल मात्रै हो फसेको छ फस्यो कालो थियो र अघि खै नि कालो बस्छ रहेछ म त फलाउनु मात्रै देखेको फेरि त्यसले ट्याक्क हुँदै हुँदैन पानीमा त्यस्तै होला यहाँ त कता नि छैन यहाँ त लगाएर हेर्छ यसरी विचार गर्छ लगाउनु त्यतिको लगाएर अलिक खेल्नु त्यो ल्याउनु माथि हेर्छ बल्ल च्याप्प हुन्छ कि नत्र हुन्न नजिक भएन हुन्न सिधा बनाएर मट्ट एकचोटि खस्यो भने त गयो भइहाल्छ बिचको भित्ता चाहिँ घुमाएको खायो होइन खायो टाइट गर टाइट गर टाइट पुरै घुमा हो बा यो फुस्किन्छ जस्तो यहाँबाट पनि नगरेको त्यो त अहिले टाइट गराउनु अब यहाँ बसेर खोज्नु पऱ्यो मेन कुरो त गयो टाइट त जान्छ सुक्का भयो त जान लाग्छ भाइ के पुगाल्नु पऱ्यो है परेन पर्नु त खासै गफाउनु त कति एकदम पानी कम भएपछि हाल्न मिल्छ अन्त गफाइने सक्छ खोइ उसले रेन्ची त्यसलाई टाइट गरिहाल्नु न नत्र बिग्रिन्छ तलमा फेरि यहाँ खुच्नु गइहाल्छ पानी फेरि कसरी हाल्नु भयो कता धुनु गयो फेरि खुच्चिएला खोइ यतै हो त्यो त उता त बुझ्नु छ कि ऊ भित्र बसेर जान्छ अहिले पानी नै पराएको है पानी तानेको नि त उता मजाले यहाँसम्म त यसलाई हुँदैन हौ मजाले खायो भाइ भन्नु कता गएर पछि यही हो यो ल त्यसो त ढुक्कै यो खोलेको गर्दा अहिले छैन बिहेर किन मान्छे भयो पानी चुहेर केही हुन्न पानी मजाले जान्छ यसलाई चाहिँ बन्द गरिदिनु पऱ्यो त्यो चाहिँ लिएर नि घर छोरी हराउन नपऱ्यो हामी चाहिँ सफल भएका छौँ अलिअलि अलिअलि पुरै सफल त होइन कहाँ भयो चाहिँ अनि अब यस्तो हुन्छ कि पानी धुर्रै हाल्छ नि त यहाँ नि बाँध्नु यहाँ त केले बाँध्दैन त्यो भन्ने ट्याप्पै हुन्छ फेरि हुन्थ्यो होला नि ट्याप्पै हुन्छ त्यसैले हुने त्यसै काममा ट्याप्पै बनाउने अरू कहिले ल बस इनफ बडा यही पानी धेरै बखाइदिउँ यो निलो पाइप किन ल्याएको निलो तार ले त यहाँ तानेर एकखेर बाँध्नु कता तान्ने फेरि यतैपट्टि तानेर राख्ने हो भोलि पर्सि बाइक चाहिँ त्यस्तो भयो भने त्यहाँ अड्केर बस्नु त अब त गरिसक्यो झट्का लाउला नि यसलाई फेरि लाग्दैन अब केही फरक पर्दैन यस्तो ल्याएर यस्तो गयो त मैले सुरुमा कस्तो कामै आएको नगरेको फलामकै देखेको म त फलामै भन्नु त भन्नुहुन्छ नि सुरुमै फलाममै देखेको भयो कुरो त भयो यति हो जानु पऱ्यो Kasi ito ba yan? Ano ang sige? Puta kasi ito ba yan? Ano ang sige? यही छोडिदिनु तपाईँले हो त्यो पनि फेरिदिनु पार्नु पऱ्यो कोही चाहिँ केही हुँदाखेरि खाँदैन नि त्यो त त्यो कडा
यतिकै त यतिकै भयो फोन ल जाम बाबु माछा हेर्ने होइन कहाँ माछा नि त्यसरी घुमेर जानु पऱ्यो है फेरि हेर्न न ल त नि त त्यसो बाटो घुमेर किन्दैन ल त साथीहरू हामीले चाहिँ काम भ्यायौँ अलिक पछि हो कि रुजेर सानो सानो खानु धेरै ठुल्ठुला त धेरै खानु गोटा खानु एउटा गोटा मारेर लग्छ सुरु दुईवटा देखेको थिएन मारेर एउटा भएको कि अनि एउटा मात्रै फेरि गएको यसै रुजिँदो रहेछ दुध दिएन हागै पुग्थेन कन्सी त केले खायो कमिलाले बोके कुकुरले नखान्छ त कुकुरले त्यो खाएन त्यो ऊ नभएर होला नि तिनीहरू त्यो बानी नपरेको भएर होला नि होइन माछा त्यो गन्ध सन्ध गन्ध मन पर्छ हुन्छ कि यो जहाँ गोटा जस्तो लाग्छ मृगले खान्छ हो आधी घन्टा भयो कति दामी हुन्छ ट्याक्कै आएको पाल्दै जान्छ पछि गरिदिनु पर्छ हामीले यस्तो एउटा तानेर गर्नु लाग्यो त घुम्दै घुमेन सकिएन दुइटैले अनि माथि गएर खोले फेरि माथि गएर खोलेपछि त अनि माथि खोले पाइप लामो गयो त अनि माथि तान्नु तपाईँ र मम्मीले तपाईँ र मम्मी के बोले अनि माथि चाहिँ पाइप तान्न सजिलो भयो क्या सजिलै छ ए डल्लो ल्याएर है अह ल्याउनु पर्ने त्यो त त्यहीँ छ नि मैले त्यत्तिकै त्यहीँ राखेको थिएँ तपाईँ पनि केही भन्दै नाना नानी भयो नि खोली हँ कोही आइन्छ लान्छ नि लैहाल्छ नि ल पाएपछि त स्मोकर त्यति अच्छा चाहिँदैन त्यो फेरि जाम भइसक्यो त कहाँ खान्छ हामीलाई पनि नचाहिने भयो त त्यति गरौँ हुन्छ नि त गरौँ फलाम त गरौँ त हुने नै भयो नि के थाहा बाई चान्स कसैलाई लानु नि कि अब यता खासै अब खाँदैन पानी भन्नुभयो हामी नै हो कि कोही घाँस राख्ने मान्छे मितपा आउनु चाहिँ मितपाला भन्ने नि त्यहाँनिर यो डल्लो ख लिएर आउनु के को डल्लो हो छोडिएछ उति मास्टर जाने एकताल चाहिँ जस्तो हुन्छ नि बाख्रा मास्टर उहाँ माथि त कता जाने त्यहाँ घाँस काट्ने भेटाए मात्रै हो अब यो पानी च्याप हुन्छ यही पानी आउँछ यहाँ ल साथीहरू हामी चाहिँ घर लाग्यो सकिएर काम आधी घन्टामा पुगेर बाँधेर फर्किँदैछौँ घरतिर धेरै बेर त लाउन्न क्या झर्न त चढ्न मात्रै टाइम लाग्छ आउँदा त स्यासेर फ्याफ्या हो झर्दा त फेरि 5 मिनटको बाटो 5 मिनटै झरिन्छ आधी घन्टाको बाटो नि 5 मिनट लाग्दैन होला यहाँ घरको तर हामी उहाँ जमुना दाइ र म दिदीकोमा जाँदा त कति थुप्रै बेर लाग्थ्यो 1.5 घन्टा लाग्थ्यो झर्ने बेला त 25 मिनटै झरेको भाइ त्यो ओह्रालो पुरै स्यान दाइ र म राधिका दिदीकोमा जाँदा क्या किनभने आधी किलो थियो होला है त्यो डल्लो आधी किलो त्यत्रो त हुन्न होला नि आधी किलो त छैन एक पाउ जस 300 ग्राम भन्दा त माथि नै छ अनि 300 ग्राम त बेसी नै छ पनि आधी किलो त धेरै नै भयो 40 रुपैयाँ किलो दिन्छ नि 40 रुपैयाँ किलो अनि त्यो त ग्राम हो के नि त्यो त ग्राम हो के नि 20 रुपैयाँ किलो 20 रुपैयाँको आधी किलोको 20 रुपैयाँ भयो 10-12 रुपैयाँ पाइन्छ एउटा बिस्कुट 10-12 मिठाई 15 मिठाई भनिदिउँ हुन त मिठाई नि कहीँ आजभोलि एकको एउटा आउँछ त नि दुईको एउटा आजभोलि त जुन मिठाई नि अन्त नि मिठाई बरु अचम्मै पाराले बढ्यो भाइ त्यसरी हेर त बिस्कुट त म खाएकै छैन पहिला अहिले 20 को पाउने पहिला त्योभन्दा ठुलो पाइन्छ पहिला भन्ने एक्सिडेन्ट भएको यहाँ सिधै तपाईँ त्यस्तै हो क्या ऊ चिप लेख क्या धोको त ल धोको हो क्या अब त्यहाँ
त्यो चप्पल खुट्टै भित्र जान्छ नि निकाल्नै सकिन्न त्यो पुरै यहाँ के अरे यहाँको त्यस्तै भएको बला निकाल्दै चप्पल कुर्कुचो माथि पुगिदिन्छ स्वाटै यही पाइप हामीले बनाएको त्यही त खालि खुट्टा परेर हिँड्न पर्ने अवस्था आयो मेरो किनकि चप्पल धेरै चिप्लियो र यहाँ एक्सिडेन्ट हुन लाग्यो मेरो सुकिसकेको चप्पल खुट्टा छ बरु होला नि बच्चाहरूकै काम त होला खोला र त आयो नि घाँस लिएर घाँस काट्न आउँदा होइन साथीहरू यस्तो छ अवस्था मेरो जाँदै रहेछ नि क्या हजुर अच्छा क्या नि अरे फेरि ल ठिक छ हातैले पुरै बुट्टा यस्तोहरू ढले त भाइ ठाममै किन भन्नाले होइन ढालेको हो कि ढलेको भनेको हो र पुग्यो भारी र हाम्रो आन्टीहरूले चाहिँ अघि जाँदा घाँस काट्दै हुनुहुन्थ्यो बाख्राहरूलाई अहिले भारी पुग्यो भन्नुहुन्छ के अरे बाबाले चाहिँ हातले घाँस काट्न आउनुभयो भारी आसी के भन्नुभयो ए मलाई त होइन बाबालाई मन लाग्थ्यो बाबा आसी चाहियो घाँस बाबा आउँदै हो त्यही राखिदिनु आन्टीले चाहिँ हामीलाई आँसिदिनु भएको छ ल यति भएपछि बाख्रालाई घाँस हुन्छ आँसी पुऱ्याइदिन्छु ड्याडलाई ल है त साथीहरू यस्तो छ है जिन्दगानी लाउनु आँसी चाहिन्छु ल हेर्नु सक्नुहुन्छ है बाख्रालाई घाँस काट्दै हुनुहुन्छ बाबालाई ल म त हिँड्दै गरेँ आउँदै गर्नु म चाहिँ बाबालाई छोडेर हिँडिदिएँ बिकज आई एम वेट दाउराको भारी त ठुलै रहेछ भाइ अगाडि त साथीहरू है अब चाहिँ म जोत्न जाने हो साथीहरू हामी 40 मिनटमा हाम्रो मिसन एकम्प्लिस गरेका छौँ म चाहिँ मित्रकै भएको छु होइन 75 म चाहिँ मेरो बडी हेरी लुगाले छोपिदिएको छ
तेरी नजरों ने तेरे सपनों दूर के बाद तुम खुश अब तपाईँहरूलाई चाहिँ भिडियो अब यस्तै यस्तै चाहिएको छ भने कमेन्ट गर्नु होला म अझै प्रयास गर्नेछु सधैँ भिडियो हाल्नुको लागि लामो नभए नि छोटो छोटो हाल्छु म गाउँघरतिर छु अब सो द्याट्स वाइ आई एम मेकिङ भिडियोज रुमतिर भएको चाहिँ म गर्थिनँ आई हेट द्याट रुम द्याट्स वाइ सो भ्यू म घरतिरको दुईवटा घाँसको भारी एउटा दाउराको एउटा दुईवटा घाँसको भारी उता पुगिसक्यो तिहार सक्यो तपाईँलाई सोधेको हौ फोन त भिडियो गरेको नि भएन भएन तिहार सकियो तिहार 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 तिहार